च्यानल। म हजुरहरूको प्यारी सरिता राई। मेरो ब्लग कस्तो लाग्छ तपाईहरु लास्टसम्म हेरेर सपोर्ट गरिदिनु होला। लाइक कमेन्ट शेयर र सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला। मैले धेरै पछि आज भिडियो बनाउँदै छु, सो तपाईहरुलाई कस्तो लाग्छ माया गरिदिनु है त। र म चाहिँ आज जान लागेको छु पार्टीमा, सो त्यसैले म रेडी भएर निस्किन लागेको छु। अब लास्ट बाँकी भनेको कपाल कोर्न बाँकी छ, अनि कपाल कोरेर म जानेछु सिधै असनमा। असन पुगेर तपाईहरुसँग भेट्नेछु र मिठा मिठा गफ गर्नेछु। तपाईहरु मलाई हेरिरहनुहोस् है त लास्टसम्म। सो म चाहिँ रेडी भइसकेँ, देख्न सक्नुहुन्छ। यो ब्याग चाहिँ मैले किन धेरै वर्ष भइसक्यो। अब मेरो रुमको हालत एकदम छ। फोन आयो मेरो साथीहरु, मैले फोन काट्दिएँ। सो अब चाहिँ म निस्किन्छु। मेरो फाइनल लुक्स कालो न कालो आउँछ। अब हामी मिल्नेछौँ जमल पुगेर। चाहिँ गल्लीमा निस्किसकेँ, गल्लीबाट चढेछु। त्यो गल्ली चाहिँ मेरो फेभरेट गल्ली भएको छ यहाँ बेलुकी। यहाँनिर लाग्दा छ किराना स्टोर छ, र त्यसपछि अर्को गल्ली नै छ मेरो फेभरेट गल्ली। तपाईँहरूसँग देखाउनेछु। तिमीलाई के थाहा सानो एक्लै छ। मेरो यस्तो छ। लाइक फोन र मेसेज आएको आगे छ। सो मैं जा रहा हूँ। गाडीमा चढेर आएको, यहाँबाट चढेर दियोस् मलाई यसरी तपाईँहरूसँग एकछिन भेट्नेछु। हेलो भन। हेलो जाएर साथीहरू यो चाहिँ हेलो जाएको रे। लजाइ अम्मा। यो चाहिँ मोटा साझली दाँत यसको किराले खाइदिएछ। यी गर्दा लु ऊ साथीहरू किराले खाएछ यसको दाँत। हेलो, म अब साडी लाउँछु, हेर्नु त साडीलाई मैले कस्तो देखेछु। हामी चाहिँ रेडी भइसक्यौँ साडी लाएर अब जान लागेको छौँ। अब मेकअप नै भइसक्यो मेरो चाहिँ, के बाँकी छ भने यसो हेरेको निधार खाली रहेछ। टिका लगाइदिए ट्याक्कसँगले, अनि यहाँनिर भिडियो यस्तो राम्रो लाग्यो कि अनि दायाँ बायाँ अगाडि पछाडि गरेर भिडियो बनाएँ मैले। टिकटकमा हेर्नु होला तपाईँहरूले, अनि मलाई लाइक कमेन्ट गर्नु। गाइज फाइनली हामी चाहिँ निस्क्यौँ साडी लगाएर यहाँबाट असनबाट निस्क्यौँ। कपाल चाहिँ भएन कि अलिक। सो हामी चाहिँ अब यहाँबाट गएर के गर्छौँ भने यही गर्दैनौँ, पार्टीमा जान्छौँ, एकछिन नाच्छौँ, अनि एकछिन घुम्छौँ, अनि त्यसपछि घर फर्किन्छौँ। यहाँ दिदी जेठी कान्छी दिदी नसाइली साथीहरू हाम्रो चाहिँ ट्याक्सी बल्ल आयो, अनि हामी चाहिँ निस्क्यौँ यहाँदेखि न। अनि बाटो हल्ला गर्दै हिँडेर मैले चाहिँ भोइस ओभर गरेको थिएँ। अनि के भन्छ हल्ला धेरै आएको थियो कि
त्यही भएर अनि हावा खाँदै गइरहेको थिएँ। मलाई दिनबाट चलेर बोमी डाउला जस्तो भइरहेको थियो, त्यही भएर झ्याल खोलेर हिँडिरहेको थिएँ। कपाल उडाएर यस्तो कि भन्नै नसक्ने हो। अनि यसरी हिँड्दाखेरि चाहिँ के भन्छ, बाहिरतिर नि कस्तो पानी पर्ला जस्तो नि भयो। अनि घाम लागेको नि त्यस्तै थियो। अब चाहिँ उतै गएर भेट्नुपर्छ। गाडी चाहिँ हेर्नुहोस् कस्तो दामी फुल्छ। एकचोटि यस्तै भएको बेला जाने भन्दै झरी पऱ्यो, सबै झरी गयो। आज झरिसक्यो, हिजो पानी पऱ्यो। छैन पानी परेन, हिजो पानी परेन नि। हाम्रोमा कत्रो ठुलो पानी पऱ्यो। राम्रो देखिन्छ कि त्यो चाहिँ फेरि ढोक्रो जस्तो चाहिँ। यो चाहिँ के हो खासमा? भाटभटेनी। त्यो भाटभटेनी चाहिँ अहिले यस्तो अवस्थामा रहेछ। पहिले त भाटभटेनी नै थियो। यतैबाट जाने रहेछ, राजेन्द्र भाइहरूलाई कल गरेर भने हिँड्ने रहेछ त। नानीको नि कार्यक्रम छ अरे फेरि फोटो नि दिदीले हाल्नु भएको रहेछ 3-4वटा, त्यही भएर भेट्न लाइक गर्दा हाल्नु भएको रहेछ। ल हामी कालिका पार्क आइपुग्यौँ। यसको स्वर चाहिँ फेरि कहाँसम्म सुन्छ। पार्क चाहिँ यस्तो रहेछ। यही पार्क त्यसको साडी बिग्रिया गर्छ जतिखेर नि खान्थेन। त्यो तल गाई चरिरहेको भेना हुनुहुन्छ गाडी अगाडि। झोलामा राखिराखेर मलाई त झन् ऊ यहाँनिर नरोक्यो भने त म त हतार जाउँ भन्दै थिएँ। छ्यामेर गइसक्यो भने यस्तो घर त हामी सपनामा नि बनाउनु होला। टाइग लामो भयो कि भएन? चोलीको पार्टीमा जाँदैछौँ हामी। कस्तो राम्रो क्या त्यो होला झन् है। भने यतै आएर बस्नु पर्ला जस्तो लाग्छ। भने यताखेरि काम पाइन्न नि होइन भने जस्तो राम्रो कामै पाउनु। त्यो छ पछि चाहिँ घर बनायो भने यतातिर आएर बनाउनु छोटा भाइ सपना। बिस्तारै हिँड्नु न। मेरो यहाँ फेरि के खुसी फेरि मलाई कल गर। महाकवि चोक भन्ने साने भए चाहिँ बरु यहीँ ल्याइदिँदो रहेछ। एकदम दामी देखिनु भएको छ। के चाहिँ तान्ने भन्छ? केटीको देख्छ अनि अब कहाँ तान्ने त? यही साडी टिक्का भएर भन्दैछ। नमस्ते। दाइहरू हुनुहुन्छ कस्तो। हेलो। यहाँनिर हुनुहुन्छ। यहाँ कपिराइट लाग्छ सो त्यही भएर मैले बन्द गर्दैछु। टिका लगाइसकेर आयौँ। गोल एकछिन बसौँ न। दिदीहरू भदै यहाँ
फोटो सुट हुँदैछ दाइहरू